सम्भावना चाहिँ छ भनिरहेको एकदम पर्छ सर। गऱ्यो भने नि अब कपाल पानी चिजहरू बनाउँछ सर। हामी यो डलहरू, किरिङहरू, फुलहरू, अनि बेबीका कपडाहरू, महिलाका स्वेटर, हाफ स्वेटर, हामीले टोटल 56वटा आइटम बनाइरहेको छौँ अहिले। यसको बजार कतिको देख्नुहुन्छ? ठिकै छ सर, यसको बजार असाध्यै बढी राम्रो पनि होइन, बजार नभएको पनि होइन, बजार चाहिँ राम्रै छ। यहाँ त धेरै हुनुहुन्छ जस्तो यता दिदीबहिनीहरू अरू पनि लागिराख्नु भएको रहेछ। अनि कतिजनाले रोजगार पाउनु भएको छ? अहिले मैले यहाँ 3 जना देख्छु। योभन्दा धेरैलाई रोजगार दिनुभएको छ कि तपाईँ चाहिँ त्यही 3-4 जना मात्रै हो? होइन, धेरैले काम गर्नुहुन्छ। उहाँहरूले हामीले सामान दिन्छौँ, बनाउनुहुन्छ, ल्याउनुहुन्छ। हामी अहिले स्वेटर, मोजा, टोपी सबै सामान गरेर लगभग 15 जनाले नियमित काम गरेका छौँ। तर उहाँहरू घरै बसेर काम गर्नुहुन्छ। प्रत्येक शुक्रबार चाहिँ उहाँहरूले आफूले बनाएको सामान ल्याउनुहुन्छ। 14-15 जनाले काम गरेका छौँ। तपाईँको नाम के होला? हजुर, कामना चौधरी। कामना चौधरी। मजाले बुनिराख्नु भएको छ। यो टोपी हो तपाईँले बुन्दै गरेको? हजुर। कतिको मेहनत लाग्छ यसमा? यसमा अब नसिक्यो भने त अलि टाइम लाग्छ, नत्र एक दिनमा भ्याइन्छ। एक दिनमा एउटा टोपी भ्याइन्छ? हजुर। यसलाई बेच्दाखेरि कतिमा बेच्नुहुन्छ? यसलाई 200-250। तपाईँले बुन्दै गरेको स्वेटर लेडिज हो कि जेन्ट्स? जेन्ट्स। कतिको माग छ जेन्ट्स स्वेटरको? जेन्ट्सको माग धेरै छ, हामीले पुर्याउनै नै सकेका छैनौँ। यो यसमा साइज पनि हुन्छ होला नि हैन? हजुर, साइज हुन्छ, विभिन्न साइजका हुन्छन्। अनि कोही ठुला, कोही के साना हुन्छन्। अनि अब बुट्टाहरू पनि फरक हुन्छन्। अनि कोही सादा हुन्छन्, कोही बुट्टा हुन्छन्। अनि हामीले त्यही पनि पुर्याउन गाह्रो छ जेन्ट्सहरूको चाहिँ। कति दिनमा सकाउनुहुन्छ यो बुनेर? यो 7 दिनमा सकिन्छ फुल स्वेटर। बिहानदेखि साँझसम्म बुन्दाखेरि कि तपाईँहरूले आफ्नो काम पनि गर्दै, घरयासी कामलाई पनि गर्दै, अनि स्वेटर पनि बुन्दै गर्दाखेरि? घरयासी काम पनि गर्ने, साँझ बिहान यो पनि बुन्ने। भनेपछि यो 7 दिनमा एउटा स्वेटर सकिन्छ? सकिन्छ। कति पर्छ त यो तपाईँहरूले बेच्दै गर्दाखेरि? यो पर्छ, हामीलाई ज्याला चाहिँ दिनुहुन्छ दिदीले, पर्छ 2-3 हजार पर्छ। एउटा स्वेटरलाई 3000 जतिमा बेच्नुहुन्छ?